हामी कतिपय ठाउँमा चाहिँ ह्याबिट र नेचरलाई चाहिँ डिफ्रेन्सिएट गर्न सक्दैनौँ र यो डिफ्रेन्सिएट गर्न नसक्नुको कारणले चाहिँ हामी हाम्रै सेफ स्पेसमा बस्न सक्छौँ, कम्फर्ट जोनमा बस्न सक्छौँ, हामीलाई चेन्ज गर्नुपर्ने निड फिल हुँदैन। फर इक्जाम्पल हामी कतिजना भन्छौँ कि आइएम नट अ मर्निङ पर्सन, यो कुनै किसिमको पर्सनालिटी भन्दा पनि इट्स जस्ट सोज कि यु हेभ अ पोर अर्गनाइजेसनल सिस्टम। इफ यु रियली वान्टेड टु बी हेल्दी, इफ यु वान्टेड टु गेट इनफ स्लिप, तपाईँले आफूलाई म्यानेज गर्नु भने यो तपाईँको ह्याबिट चेन्ज गर्न सकिन्छ। इट्स नट यो नेचर। अथवा कतिजना भनिरहनु भएको हुन्छ कि आम अ सर्ट टेम्पर्ड पर्सन, म चाहिँ चाँडै झनक्क रिसाइहाल्छु। यो पनि तपाईँको जेनेटिक कुरा होइन कि, बल्कि तपाईँको चाहिँ इमोसनल म्यानेजमेन्ट राम्रोसँग नभएको, इमोसनल इन्टेलिजेन्स राम्रोसँग डेभलप नभएको, यो यसमा सेमफुल हुनुपर्ने कुरा केही पनि छैन। तर इट्स अ स्किल द्याट यु क्यान डेभलप। हामी सबैजनालाई यसको जरुरत हुन्छ। अर्को चाहिँ हामी कतिजना भन्छौँ कि आम भेरी ब्लन्ट, म चाहिँ मुखमा जे आयो ठाडो बोलिदिन्छु, म मनमा केही पनि राख्दिनँ, अरू रिसाओस् भनेर। तर इट कुड अल्सो बी कि you don't have a great communication skills. यसलाई डेभलप गर्न सकिन्छ, इम्प्रुभ गर्न सकिन्छ। अथवा कतिजनाले चाहिँ आम अ प्रोक्रास्टिनेटर भनिरहनु भएको हुन्छ। प्रोक्रास्टिनेसन इज नट अ पर्सनालिटी ट्रेट, इट्स नट अ नेचर, इट्स एन अभोइडेन्स अफ एङ्जाइटी, बोर्डम। जब हामी एकदम एङ्सियस हुन्छौँ, त्यो कुरालाई हामी वी डोन्ट इभन वान्ट टु फेस इट, पछि पोस्टपोन गर्दै जान्छौँ। सो इट्स अ साइन अफ अभोइडेन्स of anxiety, of boredom, right? So यस्तो खालको कन्फ्युजनले चाहिँ हामीलाई ग्रोथबाट रोक्छ, हामीलाई फिक्स्ड माइन्डसेटतिर लिएर जान्छ। तपाईँको धेरै जसो ह्याबिट्सहरू चाहिँ चेन्ज गर्न मिल्छ, तर त्यो ह्याबिट्सहरूलाई हामीले नेचर भन्न थाल्यो, मेरो नेचरै यस्तो हो भन्न थाल्यो भने यो इन्डिकेटिङ, इम्प्लाइङ कि दिस इज फिक्स्ड, आई क्यानट चेन्ज भनेर।